के भने जमिन यति छ यति हो यहाँ आएर यति जमिन आफै कल्पना गरे यति हो कि समुद्र करिब 2 फिट 3 फिट जति उचाइमा जमिन 3 फिट तल समुद्र नाचले छाल आएर यसरी बगिरहन्छ। यो म सोच्ने पहिला कति फरक होला, धेरै नै फरक होला समुद्र र जमिनको दूरी। समुद्र र जमिन एकै ठाउँ त्यही नै हुँदो रहेछ। 3 फिट पनि लगभग छैन होला। 3 फिट माथि जमिन घरहरू बनाएर बस्ने ठाउँ र 3 फिट तल समुद्रको नाचले थालेर आउने हुँदाहरू पनि समुद्रको तटमा बस्नेहरू यत्रो समुद्रदेखि नडराइ गर्न बस्दा रहेछ। हामी पाहाडमा बस्ने पनि त पहिरो बाढी पहिरो आउँछ भन्ने डर हुन्छ। त्यस्तै यहाँ पनि समुद्र यो खलचल नहुने भएकोले गर्दाखेरि मान्छेहरू त्यति डराउँदैन रहेछ, आनन्दसँगले बस्छ। म पहिला सोचेँ मालदिप्समा कसरी बस्ने होला भन्ने, धेरै समुद्र त्यही छ भने समुद्र र जमिनको दूरी त्यति फरक पर्दैन रहेछ भन्नको लागि यो खिचेको। यति हो माथितिर जमिन छ, यतापट्टि समुद्र। ल म अब जोरमे टापुको यो आँकुरो खाललाई परिक्रमा गरेर फेरि म फराकिलो भागतिर लाग्दैछु। अब कति शीतल हावाहरू बहन सुरु भएको छ, त्यसले गर्दा मलाई रातमा तिर्खा लागे पनि तिर्खाको सम्झनाहरू बिर्सिँदै गएको छु र अनन्त कोही देखिँदैन, समुद्रमा कोही छैन, समुद्र मात्रै आइरहेको छ। कति प्रिय समुद्र, यस्तो रमाइलो एक्लै डुल्नु पर्दाखेरि त अब कस्तो कस्तो अनुभव हुँदो रहेछ। त्यही पनि माथि जेलमातिर मान्छे छ भन्ने कुरोले गर्दाखेरि त्यति आपस लाग्दैन रहेछ। म फिर्दैछु मम्मी कुमालाई पनि यसो देखाउन त